सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको सबैलाई जय मसीह। पास्टर हाम्रो स्थानीय पास्टरको जस्तो स्वर मेरो छैन, उहाँको त स्वर मात्रै होइन भाषा पनि धेरै रहेछ, धेरै भाषाहरूमा उहाँ बोल्दै हुनुहुन्थ्यो र परमेश्वरले यो उहाँलाई जुन योग्यता दिनुभएको छ उहाँले प्रयोग गरेर मण्डलीलाई पनि तगडा बनाउनु भएको छ भन्ने म विश्वास राख्दछु। आमेन। र म आज तपाईँहरूको बिचमा खडा भएको कारण पनि मेरो कारणले होइन, यो चाहिँ म भित्र भएको परमेश्वर कारणले हो। आमेन। यदि मेरो योग्यता र मेरो पढाइ र मेरो शिक्षाले मैले पाएको ज्ञानले म यहाँ अगाडि आएर बोल्छु भनेदेखिलाई मण्डली भोलिको दिनमा सायद यहाँ छरपष्ट हुनु पनि सक्छ, तर परमेश्वरको योग्यता म भित्र भएको कारणले गर्दाखेरि त्यो योग्यताको कारणले गर्दाखेरि म तपाईँहरूको बिचमा छु। म जे पनि बोल्छु म होइन, तर म भित्र नै परमेश्वर बोल्नुहुनेछ। आमेन। प्रेज द लर्ड। प्रेज द लर्ड। र परमेश्वरले हामीलाई यसरी विभिन्न जग्गाहरूबाट यसरी एकअर्कासँग भेट्ने मौका दिनुभयो विगत दिनहरूमा, र भेट्दै लाँदाखेरि हामीलाई रिसिभ गर्न आउनु भएको थियो। उहाँ टोपी पनि लामो यस्तो पारा लाउनु भएको थियो। म सोचेँ उहाँ त को अघिदेखि यताउता चलल गर्दै हुनुहुन्थ्यो, वास्तवमा त हामीलाई लिनको निम्ति आउनु भएको रहेछ। तर उहाँ यत्तिकै एनर्जेटिक हुनुहुन्छ भन्ने कुरो टोपीले बताएको थिएन, तर बादमा उहाँसँग रहँदा बस्दा उहाँको एक्टिभनेस देखेर हामी पनि छक्कै पऱ्यौँ। अरे नपत्याएको मान्छेले त अचम्मको काम गर्दो रहेछ भन्ने कुरा बुझ्यौँ। परमेश्वरले यस्तै व्यक्तिहरू खोज्दै हुनुहुन्छ। आमेन। जो चाहिँ संसारले पत्याउँदैन त्यस्तै व्यक्तिलाई परमेश्वरले प्रयोग गर्नुहुन्छ। बुझ्नुभयो। र यो मेरो हाइटभन्दा लामो गम्छा लगाइदिनु भयो र परमेश्वरलाई महिना भएको होइन। परमेश्वरले चाहिँ यो हाइट नभएको मान्छेहरूलाई धेरै प्रयोग गर्दै हुनुहुन्छ यो दिनहरूमा, किनभने हाइटले भन्दाखेरि पनि हामीभित्र भएको त्यो महान परमेश्वर चाहिँ जिउँदो हुनुहुन्छ। हालेलुया। हालेलुया। जिउँदो परमेश्वर चाहिँ हामीभन्दा महान हुनुहुन्छ। यसै 66 को 1 मा हेर्नु भयो भनेदेखिलाई के अरे स्वर्ग मेरो सिंहासन पृथ्वी मेरो के छ पावदान। उहाँ स्वर्गमा बस्नुहुन्छ अनि पृथ्वीमा उहाँले राज गर्नुहुन्छ। हालेलुया। हालेलुया। त्यही कारणले गर्दाखेरि म सिक्किमदेखि यहाँ यो मेरो 15 तारिकदेखि सुरु भएको यात्रा आज सकिएको छैन। आज पनि सकिँदैन, सोमबार या मङ्गलबार मात्रै सिद्धिन्छ, घर पुगिन्जेल मात्रै सकिन्छ। किनभने 15 तारिक 14 तारिक हाम्रो एउटा वर्सिप प्रोग्राम थियो दिनभरिको, त्यो सकिएर 15 तारिक बिहान निस्केको। मिस्पा भन्ने एउटा ट्रेनिङ सेन्टर छ कालिम्पोङमा, त्यहाँ 1 घन्टा जस्तो पढाइ राखेर फेरि बेलुकी सिलगढी झरेर 5:30 बिहानीको ट्रेन पक्रेर आउँदा 17 तारिक सद्य आइपुगेँ। अनि सद्यबाट 2 दिन जस्तो त्यहाँ बसेर फेरि हामी रोइङ गएर रोइङबाट तेजु हुँदै फेरि यहाँ हामी यहाँ फेरि जागुन आइपुग्यौँ। र परमेश्वरले हामीलाई यो यति बित्न यात्राहरूमा अनुग्रह गरिराख्नु हुँदाखेरि यो पक्कै पनि मेरो आफ्नो इच्छा र मानिसको योजनामा होइन भन्ने कुरा मैले बुझिराखेको छु। र आज तपाईँहरूको बिचमा अनुग्रह मण्डलीभित्र हुन पाउनु पनि मेरो लागि एउटा ठुलो आशिषको कुरा हो। र म अगाडि उभिएर बोल्दै मात्र छुइनँ, तर म तपाईँहरूबाट धेरै कुरा सिकिराखेको छु। हाम्रो आदरणीय पास्टरबाट म कराउनु पनि सिक्दैछु। उहाँको आवाज चाहिँ माइक चाहिँदैन रहेछ, त्यो माइक त डिस्टर्ब भएको कारण त्यो पनि रहेछ ट्याट्याट्याट, त्यो माइक हटाऊ पास्टर बाबुको आवाज कडा छ भनेको रहेछ नि त होइन। र किनभने यो सानो हलभित्र परमेश्वरले ठुलो आवाज भएको मान्छे राखिदिनु भएको छ। भोलिको दिनमा यो हल बढेर जानेछ। हालेलुया। मेरो आवाज सुन्दै हुनुहुन्छ? मैले अघि पास्टरबाट आज्ञा पाएँ म नेपालीबाटै बोल्छु, हुन्छ? बुझ्ने कोसिस गर्नुहोस्, किनभने परमेश्वरले बुझ्ने क्षमता हामीलाई दिनुभएको छ। भाषा जुनसुकै होस् परमेश्वरको आत्मा हामीभित्र छ, हुन्छ? धन्यवाद दिन्छौँ। र आउनुहोस् हामी वचनमा जानेछौँ। मेरो साथमा खोलिदिनुहोस् तपाईँले गलातीको पुस्तकलाई। गलाती कस्तो छिटो पढिदिनु। गलाती 2 को 20। मैं मसीह के साथ क्रूस पर चढ़ाया गया हूँ। जब मैं जीवित न रहा पर मसीह मुझ में जीवित है, और मैं शरीर में अब तो जीवित हूँ तो केवल उस विश्वास से जीवित हूँ जो परमेश्वर के पुत्रों पर है, जिसने मुझसे प्रेम किया और मेरे लिए अपने आप को दे दिया। आमेन। या म नेपालीमा यसरी भन्छु, म ख्रीष्टसँग क्रुसमा टाँगिएको छु अनि म अब जिउँदिन तर ख्रीष्ट ममा जिउनुहुन्छ। हालेलुया। म ख्रीष्टसँग के भएको छु रे? क्रुसमा टाँगिएको छु। गुड फ्राइडे हामीले मनायौँ। गुड फ्राइडे किन मनाइन्छ?
हजुर गुड फ्राइडे किन मनाइन्छ? किनभने ख्रीष्ट यीशुलाई क्रुसमा टाङ्नु भएको दिन। मान्छे मार्दाखेरि कोही रमाउँछ? रमाउँदैन। परिवारमा तपाईँको छोराछोरी एक्सिडेन्ट भएर मर्यो अथवा कसैले हिर्काएर मार्यो भनेदेखिलाई हामी रमाउँदैनौँ। तर प्रभु यीशु ख्रीष्ट मरेको दिनलाई चाहिँ हामी त्यो दिन चाहिँ हामी रमाउँछौँ, आनन्द मनाउँछौँ, खुसी मनाउँछौँ। किन? प्रश्न ठुलो छ। किन मनाउँछौँ भन्दाखेरि प्रभु यीशु ख्रीष्ट मरेको चाहिँ त्यसै मर्नु भएको होइन। उहाँलाई के अरे मानिस जातिले चाहेर पनि मारेको होइन। तर यो चाहिँ धेरै वर्ष अगाडि यशाया 53 हेर्छौँ भनेदेखिलाई त्यहाँ हामी पाउँछौँ धेरै वर्ष अगाडि नै अगमबानी भइसकेको कुरा थियो। मानिसको पुत्र अथवा परमेश्वरको पुत्र चाहिँ हामी जस्तो घिनलाग्दो मानिसहरूको लागि, पापी मानिसहरूको लागि, जसले जन्मँदै पाप लिएर आएको हुन्छ, त्यो व्यक्तिको लागि चाहिँ यीशु ख्रीष्ट चाहिँ मर्नु जरुरी छ भनेर अगाडिबाटै अगमबानी भएको कारणले गर्दाखेरि प्रभु यीशु ख्रीष्ट मारिँदाखेरि हामी रमाउँछौँ, खुसी हुन्छौँ। हामी खुसी हुन्छौँ ताकि परमेश्वर प्रभु यीशु ख्रीष्ट चाहिँ उहाँको आफ्नो इच्छाले मरेको भए त हामी सायद याद पनि हुन्थेन होला। यहाँ देशलाई स्वतन्त्र गर्दै गर्दाखेरि मरेको भए पनि सायद हामी त्यति बेसी गुनगन गाउँथेन होला, हामी रमाउँथेन होला। तर प्रभु यीशु ख्रीष्ट मेरो लागि, कसको लागि? तपाईँ र म हरेक एकको लागि चाहिँ उहाँ चाहिँ 100% परमेश्वर हुनुहुन्थ्यो अनि 100% मानिस भएर संसारमा आएर चाहिँ तपाईँ र मेरो लागि क्रुसमा प्राण त्याग्नु भएको दिनलाई चाहिँ गुड फ्राइडे भन्छ। त्यो गुड फ्राइडे असल शुक्रबार हामी बडो धुमधामको साथमा मनाउँछौँ अनि एकअर्कालाई विश पनि गर्छौँ। आजकल त फेसबुक र व्हाट्सएपमा ह्याप्पी गुड फ्राइडे भनेर संसारको मान्छेहरूले पनि विश गर्छ हामीलाई। बरु विश्वासीहरूले त्यति बेसी गर्दैन, तर संसारका मान्छेहरूले ह्याप्पी गुड फ्राइडे भनेर अगाडिबाट विश गर्छ। कारण उनीहरूलाई त्यो के हो त्यो मिनिङ याद छ याद छैन, तर हाम्रो लागि चाहिँ बडो आनन्दको कुरा छ। त्यो चाहिँ के भनेदेखिलाई ख्रीष्ट यीशु हाम्रो लागि मर्नुभयो। पाउलले भन्छ गलातीको मण्डलीलाई, म पनि ख्रीष्टसँगै क्रुसमा टाँगेको छु अरे। कोसँग? ख्रीष्टसँगै क्रुसमा टाँगेको छु। अब उपरान्त जिउने चाहिँ म होइन अरे, म होइन, तर अब म भित्र को जिउनुहुन्छ? ख्रीष्ट जिउनुहुन्छ। द्याट मिन्स म ख्रीष्टसँग क्रुसमा टाँगेको छु भनेदेखिलाई तपाईँ र मलाई काँटी ठोक्यो? हजुर ठोकिएन। तपाईँ र मलाई भाला गोच्यो? गोच्दैन। शिरमा न त काँडाको मुकुट छ, न हातमा काँटीको ढोपहरू छ, न कोखामा भालाको ढोपहरू छ, न पिठ्यौमा कोराको चोटहरू छ, र पनि पाउलले भन्छ म ख्रीष्टसँग के भएको छु? क्रुसमा टाँगेको छु। द्याट मिन्स हिजोसम्म तपाईँले तपाईँको नानीलाई थप्पड हिर्काउँदै थियो त्यसलाई आजदेखि तपाईँले बन्द गर्नुहोस्, किनभने तपाईँको हात के छ? हातमा काँटी ठोकेको छ। हिजोसम्म तपाईँले तपाईँको छिमेकीलाई लात हिर्काउँदै थियो भनेदेखिलाई खुट्टा पनि बन्द गर्नुहोस् तपाईँले, किनभने तपाईँको खुट्टामा काँटी ठोकेको छ, त्यहाँबाट रगत बग्दैछ। बुझ्नुभयो? अब तपाईँको शरीर नै तपाईँ क्रुसमा टाँगेको छ, ख्रीष्टसँग क्रुसमा टाँगेको छ। अब उपरान्त तपाईँले हिजोको दिनसम्म गर्दै गरेको कुराहरू, एउटा गीत छ नि हाम्रो नेपालीमा, सधैँ खाने तो खानै छोडे, सधैँ जाने ठाउँ जानै छोडे, कस्तो बदलाउ ममा जब यीशु कहाँ गए भनेको चाहिँ यीशु ख्रीष्टसँग क्रुसमा टाँगेको कारणले गर्दाखेरि मैले खाँदै गरेको कुराहरू मैले त्यागिदिएँ। म जाँदै गरेको डिस्कोहरू जान छोडेँ, म जाँदै गरेको मेलाहरू औँसीको प्रोग्रामहरूमा जान छोडेँ, म के अरे संसारको कुराहरूलाई मैले छोडिदिएँ, किनभने म त अब के भएको रहेछु? क्रुसमा टाँगेको रहेछु। किनभने अब उपरान्त जिउँदै गर्दाखेरि म चाहे 60 वर्ष 70 वर्ष 90 वर्षसम्म बाँचौँला, त्यतिन्जेलसम्म बाँच्ने चाहिँ म होइन रहेछ, तर म भित्र को जिउनुहुन्छ? यीशु ख्रीष्ट जिउनुहुन्छ। यीशु ख्रीष्ट म भित्र जिउनु भएकोले गर्दाखेरि अब उपरान्त जिउने चाहिँ उहाँ नै हुनुहुन्छ। त्यसले गर्दाखेरि म जिउँदिनँ। मैले संसारमा मेरो शारीरिक जीवनमा मान्छेले देख्दै गर्दा म होइन जिएको देख्छु, तर मसँग त यीशु ख्रीष्ट हुनुहुन्छ रहेछ। आमेन। किनभने
हामी रोमीको 14:8लाई हेर्छ, 8 र 9लाई हेर्छ भनेदेखिलाई त्यहाँ यसरी लेखेको छ पावलले, चाहे बाँचौँ चाहे मरौँ म प्रभुको निम्ति नै जिउँछु अथवा मर्छु पनि भनेर त्यहाँ लेखेको छ। त्यसले गर्दाखेरि यसै कारण प्रभु यीशु ख्रीष्ट हाम्रो निम्ति क्रुसमा टाँगेको कारणले गर्दाखेरि अब उहाँमा जिउन चाहनेहरूले, उहाँलाई विश्वास गर्ने व्यक्तिहरूले र आज चर्चमा आएर आराधना गर्ने व्यक्तिहरूले, वचन सुन्ने व्यक्तिहरूले चाहिँ एउटा कुरा निर्णय गर्नुपर्छ, आजदेखि उसो म ख्रीष्टसँग क्रुसमा टाँगेको छु। आमेन। अबदेखि उसो म हिँड्दै गरे तापनि म प्रभु यीशु ख्रीष्टसँग हिँडिराखेको छु, म नाच्दा पनि म प्रभु यीशु ख्रीष्टसँग नाचिराखेको छु, म काम गर्दाखेरि पनि म प्रभु यीशु ख्रीष्टसँगै काम गरिराखेको छु, न कि मेरो अफिसको स्टाफहरूसँग। होला अफिसको स्टाफहरूमा हुन्छ, तर पनि मसँग चाहिँ प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ। आमेन। त्यो भन्न खोजेको चाहिँ तपाईँ र म चाहिँ हिजोसम्म जुन जीवन जिउँदै थियो त्यो जीवन चाहिँ हामीदेखि अलग भएको छ, हामीदेखि अलग भएको छ। दोस्रो कोरिन्थी 5:17 यसरी लेखेको छ, यदि तिमीहरू ख्रीष्टमा छौ भनेदेखिलाई त्यो के हो? नयाँ सृष्टि, नयाँ सृष्टि। द्याट मिन्स यीशु ख्रीष्ट चाहिँ हामीसँग जिउनुहुन्छ भनेदेखिलाई हामी यीशु ख्रीष्टसँग भएको कारणले गर्दाखेरि हामी नयाँ सृष्टि भएको छौँ। अब उपरान्त मैले जिउँदै गरेको जीवन, हिजोसम्म जिउँदै गरेको जीवन, त्यो सबै कुराहरू बिति गएको छ। अब फेरि त्यो फर्केर आउँदैन, किनकि मसँग यीशु ख्रीष्ट हुनुहुन्छ। आमेन। मण्डलीले बुझ्नुपर्ने कुराहरू यही हो। हामी यत्रो वर्ष सङ्गति गरेको, यत्रो वर्ष आराधना गरेको एउटा लक्ष्य छ, त्यो चाहिँ हो स्वर्ग जान। कहाँ जान? स्वर्ग जानलाई। तर स्वर्ग जानको लागि चाहिँ एउटा क्राइटेरिया राखिदिएको रहेछ, त्यो चाहिँ पावलले भने जस्तै हामी हाम्रो हातहरूमा, हाम्रो पावरमा, हाम्रो शिरमा सबै शरीर नै परमेश्वरलाई सम्पिनुपर्छ अथवा उहाँसँग भएर जिउनुपर्छ। बुझ्नुभयो? तपाईँलाई याद छ पुरानो नियममा उत्पत्ति 5:22, 23, 24 हामी पढ्छौँ भनेदेखिलाई त्यहाँ एउटा हनोक भन्ने व्यक्तिको वर्णन गरेको छ, जसले 365 साल चाहिँ संसारमा बाँचे। 65 साल चाहिँ उसले प्रभु पाए कि पाएन याद छैन, तर जुन दिनदेखि उसले यीशु ख्रीष्टलाई पायो त्यो दिनदेखि न उसले एउटा निर्णय गर्यो, अब उपरान्त किनभने म पनि ख्रीष्टका क्रुसमा टाँगेको छु, अब उपरान्त जिउने चाहिँ म होइन तर के हो? प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ। त्यसले गर्दाखेरि हनोक 300 सालसम्म यीशुको साथमा हिँडिराखे। आमेन। 300 सालसम्म यीशुको साथमा हिँडिराखेको कारणले गर्दाखेरि अलिक तल पढ्नु भयो भनेदेखिलाई हनोक त्यहीँबाट हराए भनेको छ, उसलाई जिउँदै स्वर्ग उठाएर लगे भनेको छ। जब पनि हामी यीशु ख्रीष्टको साथमा हिँड्न थाल्छौँ नि, यीशु ख्रीष्टको साथमा हामी दिनहुँ प्रार्थना गर्न थाल्छौँ, आराधना गर्न थाल्छौँ, वचन पढ्न थाल्छौँ, हामी जे पनि गर्छौँ उहाँसँग भएर गर्छौँ भनेदेखिलाई हनोक चाहिँ तपाईँ र म पनि सायद आगमनमा हामी जुरुक्क उठाएर लगिनेछौँ। हालेलुया। हाम्रो मेन लक्ष्य भनेको नै स्वर्ग जान हो। के अरे? स्वर्ग जान हो। त्यो हामीलाई स्वर्ग लानको निम्ति नै गुड फ्राइडे ग्रिन प्रभु यीशु ख्रीष्ट मर्नुभयो, अनि हामीलाई स्वर्ग लानको निम्ति नै इस्टर सन्डे ग्रिनमा बौडी उठ्नुभयो। नभए उहाँ हामीलाई नरकमै लानु हो भनेदेखिलाई क्रुसमा मरेर पनि उहाँ सायद उठ्नु हुन्थेन होला। तर उहाँको इच्छा चाहिँ त्यो होइन। उहाँको इच्छा चाहिँ तपाईँ र म उहाँको स्वरूपमा बनेको मानिसहरू चाहिँ स्वर्ग जानुपर्छ। एउटा व्यक्तिको वचन मैले सुनिराखेको थिएँ, जुन नरक छ, आगोको भट्टी छ, त्यो आगोको भट्टी चाहिँ नि शैतानको लागि बनिएको हो, लुसिफरको लागि बनेको हो, लुसिफरको हजारौँ दूतहरूको लागि बनिएको हो। तर यदि हामी प्रभुलाई विश्वास गर्ने मान्छेहरू चाहिँ नरक जान्छौँ भनेदेखिलाई चाहिँ त्यो चाहिँ हाम्रो इच्छाले जाँदैछौँ अरे। त्यो हाम्रो इच्छाले परमेश्वरको वचनलाई बुझी पनि हामी त्यतापट्टि जाँदैछौँ। द्याट मिन्स प्रभु यीशु ख्रीष्टको मृत्युलाई, उहाँको बौडी उठाएको सामर्थ्यलाई हामीले ग्रहण नगरेको कुराहरू बुझ्छौँ। यदि त्यो गर्दैछौँ भनेदेखिलाई हामी जानी चाहिँ कहाँ जाँदैछौँ अरे? नरकमा जाँदैछौँ। परमेश्वरले हामीलाई नरक पठाउनुको लागि बनाएको होइन, परमेश्वरले हामीलाई स्वर्ग लानको निम्ति बनाउनु भएको। तपाईँलाई याद छ यीशु ख्रीष्टले भन्नुभयो, म पिताको घरमा जाँदैछु तिमीहरूको लागि बस्ने ठाउँहरू बनाउनको लागि, न कि म तिमीहरूलाई त नरकमा हाल्नको लागि भन्नुभएको छैन। बुझ्नुभयो? त्यसले गर्दाखेरि पावलले पनि यहाँ जोड दिएको कुरा चाहिँ त्यही हो। यदि हामी साँच्चो विश्वासी भएर जिउन चाहन्छौँ भनेदेखिलाई चाहिँ हाम्रो हात र हाम्रो खुट्टाहरू, हाम्रो शरीरहरू ख्रीष्टसँगै मरेको छ,
अनि फेरि ख्रिस्टसँग मृत्युको छ। आमेन। अनि रोमी 8:9 लाई पढ्छ भनेदेखिलाई मरेको र बाँचेको दुवैको प्रभु हुनलाई उहाँ मर्नु पनि भयो अनि बौडी पनि उठ्नु भयो। हालेलुया। त्यसले गर्दाखेरि हामी जीवित परमेश्वरको प्रिय छोराछोरीहरूले चाहिँ अब मरेको गन्दे कुराहरूमा हामी लाग्ने छैनौँ। यदि तपाईँकोमा पुरानो आदतहरू छ भने छोड्नुहोस्। नराम्रो आदतहरू पनि छोड्नुहोस्। कसैको विषयमा काने खुसी गर्ने आदत छ भने त्यो पनि छोड्नुहोस्। तपाईँलाई पल्लो घरमा गएर माइलीले लगाएको साडीसँग प्रब्लम छ भने त्यो गर्न पनि छोड्नुहोस्, आरिस गर्न छोड्नुहोस्। किनकि परमेश्वरले हामीलाई आरिस गर्नको लागि बनाउनु भएको होइन, उहाँको आराधना गर्नको लागि बनाउनु भएको। बुझ्नुभयो? अनि बाउहरू तपाईँले परिवारको कुरालाई, परिवारको शान्तिलाई छिन्दै हुनुहुन्छ भनेदेखिलाई तपाईँले पनि त्यो कुरा छोड्नुहोस्। यहाँ मलाई याद छैन, औँसी खेल्दा नि यहाँ औँसीमा गएर तपाईँ पैसा लुटाउँदै हुनुहुन्छ भनेदेखिलाई होसियार, किनभने तपाईँ त्यहाँ लोभमा पर्दै हुनुहुन्छ। तपाईँलाई याद छ यहुदा स्कृति भन्ने व्यक्तिलाई लोभ पस्यो अनि उसले 30 टुक्रा चाँदीमा यीशु ख्रीष्टलाई बेचिदियो। उसले बेचेर पछिबाट उसलाई पछुतो भयो अनि मन्दिरमा त्यो पैसा फ्याँकिराखेर के गर्यो, हो झुन्डेर मरेको छ। त्यसले गर्दाखेरि लोभले चाहिँ झुन्ड्याउँछ, लोभले चाहिँ तपाईँलाई मार्छ। त्यसले गर्दाखेरि बाबुहरू होसियार हुनुहोस्, तपाईँ औँसी नखेल्नुहोस्। औँसीले तपाईँको जिन्दगी बर्बाद गरिदिन्छ। आमाहरू हिजोसम्म कुमकुम भाग्य हेर्दै हुनुहुन्थ्योलाई होसियार, अबदेखि कुमकुम भाग्य होइन, परमेश्वरले तपाईँलाई स्वर्गीय राज्यको लागि चुन्नु भएको, न कि सिरियलको लागि। आमेन। त्यसले गर्दाखेरि पाउलले भन्नु खोजेको यही हो। अब हाम्रो सबै पुरानो कुराहरू चाहिँ क्रुसमा टाँगिएको छ। सबै कुराहरू पुरानो मनुष्यता क्रुसमा टाँगिएको छ। हामी ख्रिस्टमा भएको कारणले गर्दाखेरि हामी नयाँ छौँ। अब हामी जिउँछौँ भनेदेखिलाई पनि प्रभु यीशु ख्रिस्टको लागि जिउँछौँ, मर्छौँ भनेदेखिलाई पनि प्रभु यीशु ख्रिस्टको लागि मर्छौँ। त्यसले गर्दाखेरि हामीलाई यत्रो सिक्किमदेखि यत्रो लामो यात्रा गरेर आउँदाखेरि होइन, हुनसक्छ बिचमा के हुनसक्छ त्यो हामीलाई याद छैन, तर हामीभित्र हुनुहुने प्रभु यीशु ख्रीष्ट चाहिँ महान हुनुहुन्छ। त्यसले गर्दाखेरि हाम्रो यात्राहरूमा नि उहाँले हामीलाई सहायता गर्नुहुन्छ। तपाईँ जहाँ पनि जानुहुन्छ तपाईँले प्रभु यीशु ख्रीष्टलाई प्राथमिकता दिनुहुन्छ भनेदेखिलाई तपाईँको जीवनमा कहिले पनि नराम्रो कुरोले एट्याक गर्न सक्दैन। बुझ्नुभयो? हाम्रो यहाँ ब्रदर इस्माइल हुनुहुन्छ जसले तपाईँलाई आराधनामा लिड गरिराखेको थिए। हिजोको दिनसम्म यो भाइलाई हेर्दै गर्दाखेरि हामीलाई कस्तो कस्तो खल्दो लाग्थ्यो, यो भाइ त पास्टरको छोरा भएर पनि के भएको भन्नेपट्टि लाग्थ्यो। तर आज यहाँ उभिएर आराधनाको लिड गर्दाखेरि मलाई यति साह्रो खुसी लाग्यो। परमेश्वरले समयमा भाइलाई पनि परमेश्वरले उचाल्नु भयो। आमेन। त्यसले गर्दाखेरि परमेश्वर चाहिँ हामी भित्र हुनुभएको कारणले गर्दाखेरि नि हामीलाई संसारको कुराहरूले जित्न पाउने छैन। म यहाँ तपाईँहरूसँग उभिएर कराइराखेको छु, यो म कराउनु कारण चाहिँ मैले जानेर कराएको होइन, यो चाहिँ म भित्र भएको परमेश्वरले तपाईँलाई आज आवाज दिइराखेको छ। हालेलुया, प्रेज द लर्ड। परमेश्वरको उपस्थिति महान छ। उहाँ जिउँदो हुनुहुन्छ। उहाँ के हुनुहुन्छ अरे? जिउँदो हुनुहुन्छ। त्यसले गर्दाखेरि जिउँदो परमेश्वरलाई पुज्ने व्यक्तिहरू चाहिँ के हुनुपर्छ? जिउँदै हुनुपर्छ। मरेको कुराले परमेश्वरलाई धन्यवाद दिँदैन। मरेको मान्छेले परमेश्वरलाई धन्यवाद दिन सक्दैन। मरेको मान्छेले परमेश्वरको वचन सुन्न सक्दैन। त्यसले गर्दाखेरि हामी परमेश्वरको वचन सुनेर विश्वास बढाउने हो भनेदेखिलाई रोमी 10:17 भन्छ विश्वास चाहिँ सुनाइबाट आउँछ। सुनाइ कहाँबाट आउँछ? ख्रीष्टको वचनबाट आउँछ। जति ख्रीष्टको वचन सुन्छौँ त्यति नै हाम्रो विश्वास बढेको गर्छ। यो हेर्दाखेरि अघि म हेर्दाखेरि यो चर्चहरूलाई सानो देखेँ, तर परमेश्वरले मलाई एउटा कुरा भन्नुभयो, सानो कुराबाट नै दिन बढेर ठुलो हुनेछ। आमेन। किनभने कुनै पनि चिज हामी रोप्छौँ भनेदेखिलाई रोप्न बित्तिकै एकैचोटि ठुलो हुँदैन, त्यसलाई बढ्न टाइम लाग्छ, फल्न टाइम लाग्छ। यो सानो कुरा नै बढ्ने कुरा हो। प्रभु यीशु ख्रीष्टले यो जग्गालाई अब बढाउँदै हुनुहुन्छ। आमेन। र यबेस भन्ने एउटा व्यक्ति छ, त्यति बेसी हामी उसको विषयमा सुन्न पाउँदैनौँ। उसले हाम्रो पास्टर नोक्तेले जस्तै एकदम बेसी एकदम एनर्जेटिक थियो। उसले भन्छ पहिलो इतिहास 4:10 हामी पढ्छौँ भनेदेखिलाई त्यहाँ यसरी लेखेको छ, हे परमेश्वर मलाई तपाईँले आशिष दिएर ठुलो इलाका दिनुहोस् ताकि मैले ठुलो इलाका पाएको बाटोले धेरै मानिसहरूलाई म बटुलेर ल्याउन सकौँ। अनि मलाई यस्तो हृदय दिनुहोस्, पल्लो घरको आमाले मलाई गाली गर्दाखेरि मेरो मुटु नदेखोस् भनेर लेखेको छ।
याबेसले जस्तै मण्डलीले पनि अब डाइरेक्ट परमेश्वरसँग बात गर्न थाल्नुपर्छ, भन्नुपर्छ, जोडले भन्नुपर्छ। हाम्रो इलाका हेर्दाखेरि सानो छ, तर परमेश्वर तपाईँले हामीलाई के गर्नुभएको छ? तन्काउनु भएको छ। आमेन। म परमेश्वरलाई धन्यवाद दिन्छौँ। पास्टर नोक्तेसँग हाम्रो धेरै अगाडिदेखि बात भइराखेको कारणले गर्दाखेरि उहाँले मलाई म त्यति तारिक म यहाँ छु भन्दाखेरि यो एक आइतबार चाहिँ तपाईँले मलाई दिनुपर्छ भन्नुभयो। अनि म आज तपाईँको यहाँ मार्चमा छु। कारण म उहाँले भनेको कारणले भन्दाखेरि पनि परमेश्वर म भित्र भएको परमेश्वरको योग्यता कारणले म यो छु। आमेन। हालेलुया। प्रेज द लर्ड। र परमेश्वरले हामीलाई आजको वचनबाट यो एउटा सन्देश दिन खोजिराखेको छ। अब उपरान्त तपाईँलाई डिस्को जानु मन लाग्दैछ भनेदेखिलाई तपाईँ खुट्टा ब्याक गर्नुहोस् भनेको बुझ्नुभयो? पाउलले त्यो भन्नु खोजेको। तपाईँलाई मेलामा जानु मन लाग्दैछ भनेदेखिलाई तपाईँ खुट्टा पछि सार्नुहोस्, किनभने तपाईँको हात र पाउहरूमा काटी ठोकिएको छ। आमेन। प्रेज द लर्ड। अब तपाईँ उपरान्त अब जिउने चाहिँ तपाईँ होइन, म होइन। सबले भन्नुहोस् अब उपरान्त जिउने म होइन, म भित्र हुनुहुने यीशु ख्रीष्ट हुनुहुन्छ। आमेन। हालेलुया। यीशु ख्रीष्ट मरेको हुनु भएन, तेस्रो दिनमा बिउताउनु भयो, कारण तपाईँ र म पनि जीवित होस् भनेर। हालेलुया। यूहन्ना 3:16 भन्छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो उहाँको एकलौती पुत्रलाई संसारमा हाम्रो निम्ति दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर उसले के पाओस् अरे? अनन्त जीवन पाओस्। अनन्त जीवन भनेको चाहिँ कहिले नसकिने जीवन हो, जो कहिले हाम्रो त्यो उमेरहरूमा गनिँदैन, न हाम्रो समयहरूमा नि गनिँदैन, तर त्यो चाहिँ गएको कहिलेसम्म जान्छ याद छैन। त्यो चाहिँ इटर्नल भन्छ इङ्ग्लिसमा। त्यो चाहिँ अनन्तको लागि जो कहिले पनि खत्तम हुँदैन। आमेन। प्रभु यीशु ख्रीष्टले हामीलाई अनन्त जीवन दिनु भएपछि हामीलाई चाहे खुट्टा दुखोस् कि, चाहे ज्वरो आओस् कि, घाँटी दुखोस् कि, चाहे प्यारालाइज भएर के अरे बेडमा सुत्नु परोस्, त्यो सबै कुरा भन्दा पनि मुख्य कुरा चाहिँ हामी प्यारालाइज अवस्थामा पनि परमेश्वर हामीसँग हुनुभएकोले गर्दाखेरि हामी जीवित छौँ। आमेन। शरीरमा त मर्छौँ, तर हाम्रो आत्मा चाहिँ जिउँदो हुनेछ। हालेलुया। हामीलाई सानो सानो रोग र कष्टले दुःख दिँदाखेरि हामीलाई धेरै निराशा हुन्छ, तर हामी भित्र हुनुहुने परमेश्वर चाहिँ महान हुनुहुन्छ भन्ने कुरा हामीले याद राख्नुपर्छ। चाहे म बिमारी होस्, चाहे रोगले सकियोस्, चाहे गरिबीमा होस्, चाहे समस्यामा होस्, चाहे घटीमा होस्, चाहे कमीमा होस्, तर हरेक अवस्थामा प्रभु यीशु ख्रीष्ट हामीसँग हुनुहुन्छ। त्यसैले गर्दाखेरि प्रभु यीशु ख्रीष्ट यो सबै कुराको प्रभु यीशु ख्रीष्ट हुनुभएकोले गर्दाखेरि उहाँ मरेको हुनु भएन, उहाँ जीवित हुनुभयो, ताकि त्यो हाम्रो सबै समस्याहरूबाट हामी पनि फर्केर यीशु ख्रीष्टसँग जिउँदो हुन सकौँ भनेर उहाँले हामीलाई त्यो वचन दिनुभयो। उहाँ आफै पनि के अरे स्ट्यान्डमा परेर तेर्सिरहनु भएन, तर उहाँ जिउँदो हुनुभयो। हालेलुया। त्यसैले गर्दाखेरि बौडी उठाएको दिन भनेर हामी इस्टर सन्डे दिन मनाउँछौँ। इस्टर सन्डे चाड होइन, यो चाहिँ हाम्रो विजयको दिन हो। आमेन। यो खुसीको दिन हो, रमाइलो दिन हो। हामीले यसलाई चाडको रूपमा भन्दा पनि बेसी हामीलाई प्रभु यीशु ख्रीष्टले स्वर्गका ढोका खोलिदिनु भएको दिन। हालेलुया। प्रेज द लर्ड। परमेश्वरले हामी सबैलाई यसरी सम्हालिराख्नु भएको छ। अनि परमेश्वरले घरि न घरि आश्रमलाई धेरै माया गरेको कारणले गर्दाखेरि होला आश्रममा घरि हामी आइपुग्छौँ। घरि गम्छा लगाएको धेरै गम्छा थुप्रिसक्यो घरमा। यो गम्छा लगेर कतिले त के अरे तौलिया बनाउँदछ, तर हामी चाहिँ म चाहिँ लगेर राख्छु, किनभने यो आश्रमलाई परमेश्वरले माया गर्नुभएको कारणले गर्दाखेरि आश्रमले पनि परमेश्वरलाई इज्जत गरिराखेको छ। हालेलुया। तपाईँ परमेश्वरलाई जति इज्जत गर्नुहुन्छ नि त्यति नै तपाईँको इलाकाहरू बढ्नेछ। हालेलुया। तपाईँको व्यक्तिगत इलाका बढ्नेछ, तपाईँको मण्डलिक इलाका बढ्नेछ, सामूहिक इलाका बढ्नेछ, तपाईँको पारिवारिक इलाकाहरू बढ्नेछ। त्यो इलाका चाहिँ तपाईँलाई परमेश्वरले दिनुभएको इलाकाहरू हो, र त्यो इलाका पाउँदै गर्दाखेरि परमेश्वरलाई तपाईँले हमेसा धन्यवाद दिनुपर्ने हुन्छ। हालेलुया। एउटा कुरा चाहिँ याद राख्नुपर्ने हुन्छ हामी विश्वासीहरूले, म चाहिँ क्रुसमा ख्रीष्टसँगै टाँगिएको छु। हालेलुया। मेरो दुईटै आदरमा काटी ठोकेको छ, मेरो शिरहरूमा काँडाको मुकुट लगाएको छ, कोखारमा भाला
भुचेको छ, खुट्टाहरूमा काँटी ठोकेको छ। यो पिठो भन्छ, यो पिठोमा 39 कोराको डामहरू छ, चोटहरू छ। त्यसले गर्दाखेरि अब हामी जे पनि गर्छौँ हामी ख्रीष्टको लागि गर्छौँ। हालेलुया। रोमीको पुस्तकमा पौलले लेखेको छ, चाहे मरौँ चाहे बाँचौँ हामी यो उहाँकै हौ, प्रभुकै हौ। हालेलुया। अनि हामी हरेकले निर्णय गरेको छौँ, निर्णय गर्नेछौँ आजको दिनदेखि उसो हामी मर्दा पनि प्रभुकै हौँ, बाँच्दा पनि प्रभुकै हौँ। अनि हामी काम गर्दा पनि प्रभुकै हौँ, हामी के अरे सुतिरहँदा पनि प्रभुकै हौँ, हामी कुद्दा पनि प्रभुकै हौँ, हामी हाँस्दा पनि प्रभुकै हौँ, हामी नाच्दा पनि प्रभुकै हौँ। त्यसले गर्दाखेरि पौलले गलातीको मण्डलीलाई लेख्छ, अब उपरान्त तिमीभित्र चाहिँ प्रभु यीशु ख्रीष्ट जिउन पर्छ। अब उपरान्त तिमीले चाहेको आफ्नो हिसाबको जिन्दगी होइन, आफ्नो हिसाबले बनाएको जिन्दगी होइन, तिमीले बनाएको योजनाभित्र होइन, तर प्रभु यीशु ख्रीष्ट तिमी भित्र भएको कारणले गर्दाखेरि चाहिँ तिमी आफ्नो जीवन जिउन पर्छ। किनभने तिमीसँग को जिउँदै हुनुहुन्छ? येशू ख्रीष्ट। हालेलुया। हालेलुया। प्रेज द लर्ड। प्रेज द लर्ड। परमेश्वरले हामी सबैलाई आशीर्वाद दिएको हुन्। किनभने यो समयहरू हामीले पाउन सक्यौँ, तपाईँहरूले पनि पाउन सके, मैले पनि पाउन सकेँ। र यो सुन्दर समय हामीले पाएको कारणले गर्दाखेरि तपाईँहरूसँग सङ्गति गर्ने मौका पाएँ र सङ्गति गर्दै गर्दाखेरि परमेश्वरको वचनबाट पनि सिक्ने मौका पाएँ। र म आफै यहाँ के अरे बोल्दै गर्दाखेरि पनि मैले तपाईँहरूबाट पनि धेरै कुराहरू सिक्ने मौका पाएँ। यो चाहिँ परमेश्वरको इच्छा बमोजिम भएको छ। त्यसले गर्दाखेरि हाम्रो इच्छा र मैले अघि नै भने योग्यतामा हो भनेदेखिलाई हामी केही पनि गर्न सक्दैनौँ। यति बेला मेरो योग्यतामा हो भने त म नोकरी खोज्दै गरेको हुन्थेँ होला सायद, होइन? मलाई नोकरी चाहिन्छ खोज्दै गरेको हुन्छ होला, कि त म आफ्नो धुनमा केही काम गरिराखेको हुन्थ्यो होला। तर परमेश्वरले जुन योग्यता दिनुभयो, योग्यता चाहिँ के अरे यो अनुग्रह मण्डलीमा पनि परमेश्वरको वचनको खाँचो छ भनेर मलाई पठाउनु भयो। यो अवसर परमेश्वर दिनुभएको लागि परमेश्वरलाई पनि एकपल्ट जोडले ताली बजाउँछौँ। हालेलुया। यो वचनको सन्दर्भमा म तपाईँहरूसँग एउटा वचनको खण्ड, अन्तिम खण्डलाई भनेर म बन्द गर्न चाहन्छु। र यौना 30:30 जो सुसमाचार यौना 30:30मा त्यहाँ यसरी लेखेको छ, बप्तिस्मा दिने यौनाले यसरी भन्छ, म घट्न जरुरी छ तर यीशु बढ्न जरुरी छ। म तपाईँलाई एउटा अन्तिम सन्देश दिन चाहन्छु। परमेश्वर जब तपाईँ कुनै पनि काम गर्नुहुन्छ, तपाईँलाई कसैले वाह वाह गरेर ताली बजाइदिन्छ भनेदेखिलाई त्यसमा चाहिँ ख्रीष्टको महिमा हुनुपर्छ, न कि तपाईँको नाम उचालिनुपर्छ। होइन, मैले गरेको काम मेरो भन्नु हुँदैन, त्यहाँ ख्रीष्ट उचालेको हुनुपर्छ। यौनाले भन्न खोजेको नि त्यही हो। म जहाँ पनि जान्छु, जे पनि गर्छु, जे काम पनि गर्छु, सबै कुराबाट ख्रीष्ट महिमित हुनुपर्छ। आमेन। हामीलाई त्यो पोस्टरमा आउनु छैन, ब्यानरमा आउनु छैन, कसैले वाह वाह गरेर ताली मारेर खदा लगाइदिनु छैन, तर इम्पोर्टेन्टले चाहिँ ख्रीष्ट उचालेको हुनुपर्छ। त्यो गलाती 2:20ले पनि त्यही हो सिकाएको कुराहरू नै। किनभने ख्रीष्ट आफै पनि मृत्युको दिनसम्म काँटी ठोक्ने मान्छेलाई पनि ख्रीष्टले क्षमा गर्नुभएको छ। उहाँ आफै पनि झुक्नु भएको छ, उहाँ आफै पनि नम्र हुनुभएको छ। त्यसले गर्दाखेरि पौलले सिकाएको कुरा चाहिँ त्यो हो। अब हामी चाहिँ जिउँदै गर्दाखेरि ख्रीष्टसँग नम्रतामा भएर जिउनेछौँ। आमेन। हालेलुया। हालेलुया। के अरे हामी कसैलाई पनि के कुरा दिन्छौँ भनेदेखिलाई कहिले पनि त्यसको गाउँ घर घर गरेको हामी सुनाउने छैनौँ। हामी विश्वासी हौ। कसैलाई तपाईँले 1000को साडी दिनुभयो भनेदेखिलाई पल्लो घरमा गएर फल्ना आन्टीलाई त मैले 1000को साडी दिएँ नि भन्दै नहिँड्नुहोस्। किनभने त्यो चाहिँ त्यसो गर्नुहुन्छ भनेदेखिलाई तपाईँले फेरि पनि ख्रीष्टलाई क्रुसमा टँगाउँदै हुनुहुन्छ। हाम्रो काम त्यो होइन। तपाईँले कसैलाई हेल्प गर्नुहुन्छ भनेदेखिलाई त्यो गुप्तमा हुने परमेश्वरलाई मात्रै थाहा होस्। हालेलुया। पौलले सिकाएको कुरा त्यही हो। म ख्रीष्टसँग क्रुसमा टाँगेको छु भनेको चाहिँ त्यो हो। अब उपरान्त मैले जिउँदै गर्दाखेरि कसैलाई सहयोग गर्दै गर्दाखेरि मैले वाह वाह पाउनुपर्छ भन्ने होइन, ख्रीष्टले वाह पाउनुपर्छ। हालेलुया। यो त क्रिस्चियन रहेछ त, क्रिस्चियनहरू त यस्तो पो हुँदो रहेछ त, हेर हामीलाई कति सहयोग गर्यो भनेर उनीहरूले याद पाउनुपर्छ। बुझ्नुभयो? यौना 13:35ले पनि त्यसरी सिकाउँछ, तिमी आपसमा यस्तो प्रेम राख ताकि मान्छेले देख्दाखेरि उनीहरूले याद पाओस् योहरू चाहिँ यिनीहरू चाहिँ यीशु ख्रीष्टको चेलाहरू रहेछ भनेर। बुझ्नुभयो? त्यसले गर्दाखेरि हाम्रो कामले चाहिँ ख्रीष्टलाई चिनाउने हो। हाम्रो कामले चाहिँ म क्रिस्चियन प्रधान हो भनेर संसारले चिन्नु जरुरी छैन, तर मैले गर्दै गरेको कामले चाहिँ यीशु ख्रीष्टको चालिनुपर्छ। हालेलुया। यो मण्डलीले, अनुग्रह मण्डलीले गर्दै गरेको कामले चाहिँ ख्रीष्ट प्रचारिनुपर्छ। चर्चको नाम प्रचारिनु हुँदैन, तर ख्रीष्टको नाम प्रचारिनुपर्छ। अनि मात्र चर्चको हलहरू ठुलो हुँदै जान्छ। हालेलुया। तपाईँ चर्च प्रचार्न थाल्नु भयो भने त आरएसएसले आएर भत्काइदिनुहोस्, बेर लाउँदैन, हो कि भन्नु त?
हाम्रो चर्च यस्तो भने त आरएसएसले भत्काउँदै लाउँदैन, त्यसले ख्रिस्ट प्रचार्न थाल्नुहोस्, चर्च अलरेडी बनिन्छ, हल बनिन्छ। हालेलुया। पौलले भनेको कुरा चाहिँ त्यही हो है। पौलले भनेको अब उपरान्त जिउने चाहिँ म होइन, तर ख्रिस्ट जिउनु पर्छ। हालेलुया। अब उपरान्त जिउने चाहिँ अनुग्रह यो चर्च हल होइन, तर ख्रिस्ट जिउनु पर्छ। हालेलुया। जे पनि तपाईँ अनुग्रह मण्डलीले काम गर्नुहुन्छ, ख्रिस्टलाई अगाडि राख्नुहोस्, ख्रिस्टलाई प्रायोरिटी दिनुहोस्। तब तपाईँको मण्डली तपाईँको सामूहिक तरिकाले तपाईँ उचालिनु हुनेछ। अनि सम्पूर्ण आश्रमले अनुग्रह मण्डली छैन हौ त्यहाँ भनेर चिन्न थाल्छ, सिक्किम दार्जिलिङले पनि चिन्न थाल्छ। त्यो चाहिँ तपाईँले ख्रिस्टलाई प्रायोरिटी दिनुभएको कारणले हो, न कि तपाईँको चर्चलाई। बुझ्नुभयो? यो चर्च भनेको त यहाँ उयो के अरे बाँसको इग्राले बारेको रहेछ, सिमेन्टले बनिएको रहेछ। तर सबैभन्दा इम्पोर्टेन्टले चाहिँ यदि तपाईँले ख्रिस्टलाई प्रायोरिटी दिनुभयो भनेदेखिलाई नि तपाईँको मण्डली अनुग्रह मण्डली चाहिँ विश्वभर चिनिनेछ। हालेलुया। पौलले भनेको कुरा चाहिँ त्यही हो। अब उपरान्त जिउने चाहिँ अनुग्रह मण्डली होइन, तर अब उपरान्त जिउने चाहिँ कृष्ण। हालेलुया। हालेलुया। बुझ्नुभयो? ख्रिस्टले चाहिँ हामीलाई जहिले पनि नम्रतातिर जिउन सिकाउँछ। मण्डली एक व्यक्ति तपाईँको व्यक्तिगत जीवनमा पनि तपाईँले नम्रतामा जिउनुहोस्। त्यसो गर्नाले तपाईँ अटोमेटिकली तपाईँ उचालिनु हुनेछ। बुझ्नुभयो? याकुब 8:10ले पनि त्यही भन्छ, 4:10ले पनि आफूलाई विनम्र तुल्याऊ, परमेश्वरको अगाडि आफूलाई विनम्र तुल्याऊ, अनि परमेश्वर तिमीलाई उठाउनु हुनेछ। हालेलुया। याद छ तपाईँ ख्रिस्ट यीशु पनि मृत्युसम्म विनम्र हुनुभयो, नम्र हुनुभयो। अनि अहिले प्रकाश 3:21 हामी पढ्छौँ भनेदेखिलाई उहाँ चाहिँ परमेश्वरको दाहिने बाहुलीपट्टि सिंहासनमा विराजमान हुनुहुन्छ। त्यो जग्गामा परमेश्वरले हामीलाई वैद्य राख्नु भएको छ। तर सबैभन्दा पहिले चाहिँ तपाईँलाई म विनम्रतामा आउनुपर्छ, नम्रतामा आउनेछौँ। हालेलुया। अनुग्रह मण्डली विनम्रतामा आउनेछ। हिजोको दिनसम्म तपाईँसँग घमण्ड थियो भनेदेखिलाई गाडी बङ्गला तपाईँमा भएको सुन्दरता तपाईँसँग भएको चिजबिजमा तपाईँ घमण्ड गर्दै हुनुहुन्थ्यो होला। अबदेखि हामी नम्रतामा आउनेछौँ, परमेश्वरको अगाडि झुक्नेछौँ। तपाईँ यसो गर्नुहुन्छ भनेदेखिलाई तपाईँले सोचेको भन्दा पनि डबल परमेश्वरले आशीर्वाद दिनुहुन्छ। बुझ्नुभयो? त्यही पौलले भनेको कुरा चाहिँ त्यो गलाती 2:20मा भनेको कुरा चाहिँ उहाँले भन्नु खोजेको कुरा चाहिँ त्यो अब उपरान्त म जिउँदिनँ। निर्णय गर्नुहोस्, हामीले निर्णय गरौँ। अब उपरान्त जे पनि हुन्छ, म चाहे हिँड्दै गर्दा लडौँ मरौँ, चाहे आकाशमा उड्दै गर्दा मरौँ या ट्रेनमा चढ्दै गर्दा मरौँ, तर म जे पनि गर्छु म प्रभुको निम्ति गर्छु। हालेलुया। हालेलुया। परमेश्वरलाई धन्यवाद। आउनुहोस् हामी छोटो प्रार्थना गर्नेछौँ, आफ्नो आँखाहरू बन्द गर्नेछौँ, अनि हामी आफूले आफूलाई परमेश्वरको अगाडि विनम्र तुल्याउँ।